अहिलेको साल चाहिँ जसको लगन आएछ लगन आउँदा अब बाउ चाहिँले बिहा नगरी छोड्दैन भन्यो त्यसमा अब हुन्छ सम्पत्ति भनेको पेउ नहुँदो रहेछ जोइ मेरो छोराको पाला आयो उसको सम्पत्ति 20,000 को मण्डप बनायो उसको छोरीको लागि उसको छोरी जन्मेकोदेखि त्यो गान्तोक बसेको बजाज कम्पनीमा र मेरो छोरीको बिहे म धुमधाम गर्छु भन्यो आज पुरा भयो हजुर आज पुरा भयो आशीर्वाद के दिनु चाहनुहुन्छ छोरी अब त्यसले गरी खाए राम्रो गरी खायो भने भइगयो सन्तोकै छ मैले सम्झाउँथेँ कि गाई मारी बाघ बसाउनु हुँदैन नगर बरु पैसा देऊ कि सुन देऊ भनेको थियो सुन त दिन्छ नि अब त्यसको बाउजूले आशीर्वाद पनि त ठुलो हो आशीर्वाद त्यसको अब मेरो छोरीले म कहाँ गर्छ र म गर्छु नि हेर्छु नि भन्दा चाहिँ यो मन पनि हो धन पनि हो मन पनि छ बाउजूको धन पनि छ अब कतिजना मान्छे भए पनि त त्यो मन खुल्लो हुँदैन मेरो छोरा चाहिँ यो चाहिँ खुल्ला मनको छ र मैले अस्ति ढोगाउनु निकै ठुलो भयो हुन्छ सन्तान थोप्लो त्यसमा लौ अब ढोगाउनु गर्छु 3 दिनमै चोरको छोरा आउँदा ढोगाउनु बोलाएर गरेको ढोगाउनु गऱ्यो माउली चाहिँ आज गर्नुपर्ने फेरि माउलीको चाहिँ छिनेको छैन र भाइचेदारी यसो गरेर खाओस् एकपाल जन्मेपछि एकपाल त घर गरेर खानु कर लाग्दो रहेछ जोइ अन्त घर गरेर खाओस् नदिनेलाई आशीर्वाद हिमाल जस्तो टल्किने हिमाल जस्तो अर्को होस् ठुलो होस्
भनेको चाहिँ भात खाउने है हामी चाहिँ भात खाउने ताम्ले नि आइने ताम्ले चाहिँ ताम्ले नि माछाले मुसामी हामी खाबा बेसी नाम गोखा चाहिँ बेसी नाम नि सब खान्छ नाम अब जाबन टेनो बदलियो जीवन रंगिए सपना सारा सोचेको थिइन जीवनमा यस्तो पाउने छु मैले सहारा तिमीलाई भेटे जब मामा माझे पप्पा छ त्यो त ढोका लु सबैभन्दा ठुलो आसिङ एकछिन ऊ लामा हामीले फेरेको थियो खै बाहिर जानु çok büyük kilometre çizgi yazın. Yazın o modülü parçaları taşıyla mı kilometre çizgi?
남자서도 나한테 보는다 त्यसमा दुनु पिउनु छ के 내가 수소로 얼어로 됐다는 아무래도 한 파스 전 지금 So lalungpong tansinan lokhaji bisinan yang lami dugo ai khebusima basinan lawalo skor basinan chudimbe dokhaji bisinan sagun thanman mulai laso tu tile yang abo chudimla dugo da bama khememe ki dansugo ai dugo se tik basai ojo सगुन चोरी जान्छु बा अब कजन पोङ भने पनि जो हुने नि अब है आफ्नो छोरी चेलीको त यति नै रहेछ सगुनसँग साथी खायौँ र अब रम 21 अनि 21 बियर भन्नुभएको रहेछ है र उहाँले हजुर सगुन खान्छिनन् चाहिँ होइन यो भाइको घाँच्याङ रेन हो नि त घाँच्याङ रेन हुन्छ अतिथि गरेन हो आज अतिथि अब आजदेखि पूर्ण तपाईँले जिम्मा दियो आएको है माया ममता आफ्नो उहाँको सबै आज कुनबाट पनि सबैले पखानेर उयो गर्नुहोस् निकाल्नुपर्छ त्यो भनेर पो हामी यो सगुन राखिकन 101 रुपियाँ पछि हाम्रो त खासमा हुने जाँदामा त 161 रुपियाँ हुनु तर हाम्रो माको वचन अनुसारले चाहिँ हामीले 101 रुपियाँमा हामी अब यो बिन्ती गर्दैछौँ अहिले त लगेर यो तपाईँले मनमा सम्झेर भाइ त्यो चाहिँ यहाँ जो जसलाई दिन्छ त्यो खुच्चा पैसा राख्नु उहाँहरूको सक्नु भयो अब मामा माइजीको मामा माइजी तिमीले टोपी लगाइदिनुहोस् टोपी लगाएर आसेङ है ल ठुलो आसेङ साइला त अब ठुलै हो अब छैन त्यहाँदेखि तिमीले चिनाउनु चिनाउने तपाईँको कामै यहाँ आङी ल सबभन्दा ठुलो है जोजो लु अब यहाँ चाहिँ मेरो सबभन्दा ठुलो आङी अब त एक खेप दुई खेप हुन्छ चाहिँ चिन्दैन भाइ फेरि है आङी आफ्नो एकदम पहिला तिमी टोपी लाएर
मामा बडी चिसो लाग्यो भयो है यहाँ बडी ला सेटिङ बडी बडाको टोपी लु यो बडीको लु न कहाँ हो दादा लगाऊ यहाँ चाहिँ दादा ल आसिङको छोरा दादा लु बिनी दादालाई खरा लगाइदेऊ बिनी दादालाई पनि लगाइदेऊ हुन्छ हुन्छ बडा बडीको यो लु ग्यान्टोकको बडा बडीको समय त राख्नु पर्यो बेला मौका पाएन अब आसिङहरू सबैको बोलायो संसार समितिलाई चिनिराख्नु पर्यो है कोही बेला बाटोतिर भेट्दा ढकढकी पर्ला है चिनाएन भन्ला अप्ठ्यारो पर्ला भनेर पो यो सगुनका गीत ड्युटी गर्दैछ है लासो यो सगुन छुनुहोस् है सबैले यो सुएर पर्दैन ल उयो त लु उयो गर्नुहोस् न खदा पर्दैन आफ्नो बुहारी छोरी मेरो बुहारी मेरो छोरी नै है यता त मौला सम्झि है राम्रो राखेका छौँ अलिकति थियो तपाईँको बुहारीको चाहिँ मामा हजुर मामा सम्झी भन्नु सबै डाँडा काटिसकेर मामा राख्यो नि भन्ने फर्केर जाँदा काटिसकेको हुन्छ अब त्यस्तो मिसअन्डरस्ट्यान्डिङमा त अब तपाईँहरूले पनि है ल यो नबोलीको त्यो नभनिदिनुहोस् अब एकपल्टमा त साह्रै छ एकपल्टमा चाहिँ त्यहाँबाट चाहिँ अब एकदम चिन्दै जान्छ त्यस्तो हुन्छ मलाई यता यस्ता नबोली गयो हुन्छ नि सोध्दा हुन्छ कि थियो नि हजुर भरे पर पुगेर पक्कै हो भन्यो त्यो फर्केर त कहाँ भेट्छ हाम्रो
एउटा राख न एउटा राख्नु यो सम्झिन चिनेको छैन बडा बडी यहाँ चाहिँ तर खासै सम्झिहरू बोल्यो खै बडा बडी अब के अरे छोरी छोरीको बडा बडी उहाँ चाहिँ गान्तोकमा बस्नुहुन्छ उहाँहरू चाहिँ छोरा पनि त यङै रहेछ सानो रहेछ नि है जमाना अलिक छोरै भन्नु हुँदैन साथी नै भन्नु पर्यो साथीलाई चलिरहनु पर्छ छोरी भन्नु भएन छोरी भन्नु पर्यो बुहारीलाई अब छोरी भन्नु पर्यो नि बुहारी भन्नु पर्यो है छोरी भन्नु कार्यक्रम सक्नु आँट्यो हाम्रो नानीले भन्छ छोरीले भन्छ नभए जुत्ता हराउँछ है नभए जुत्ता हराउँछ भने अब त्यत्रोमा साथीहरू बढाउ यतिलाई हो साथीहरू फेरि बढ्यो भने अझै बढ्दै जान्छ अझै साथीभाइ बढ्नुहुँदैछ बिस्तारै बिस्तारै ह्याप्पी
दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो
मुस्कानैमा लजालु त्यो हेराइमा मन मेरो उड्यो है कहाँ Be restless for bitching, you Malibu most wanted. बताइछु दुईजनालाई खुसी बस्नु आउनु नि तपाईँ पनि यता हेर्नुहोस् त दाबाको पछि हैन म त भइहाल्छ हेर्नुहोस् अब मलाई दुई मलाई है अब एउटा
हामीले ताम्बा बुझिदिने गरिदिने बुझाइदिने एउटा गाईमा बस्दा सालम सबैलाई सबैको यो चाहिँ हामी राख्नु नानीको सर बच्चे करो एक ठंडी पूर्वाई रत्ता देखे दूधों की मलाई वही मिट्टी की सुराही रास्ता देखे टूटी चारपाई वही ठंडी पूर्वाई रास्ता देखे
मिट्टी की सुराही रास्ता देखे है। कैसी तेरी खुद गर्जी, दूधों की मलाई वही मिट्टी की सुराही रास्ता देखे है। टूटी चारपाई वही ठंडी पुरवाई रास्ता देखे है। दूधों की मलाई वही मिट्टी की सुराही रास्ता देखे है।